जापान आउने भयो जुनसुकै भिजामा आउनु, तर यो डिपेन्डेन्ट भिजामा चाहिँ झुक्केर नि नआउनु। बुढा ल्या हो, कामदार त ल्या होइन नि त। दुईजना सँगै काम गएर आयो, उसले 8 घन्टा काम गर्छ, म 12 घन्टा काम गर्छु। खाना कसले बनाउने? डिपेन्डेन्टले। अनि खाना बनायो, खायो, पस्केर दियो। भाँडा कसले माझ्ने? डिपेन्डेन्टले। डिपेन्डेन्टले भाँडा माझ्यो। भोलिपल्ट काम बिहान दुईजनाको 6 बजे हुन्छ, 7 बजे हुन्छ भने भोलि बिहानको लागि बेन्तो कसले बनाउने? डिपेन्डेन्टले। अनि फेरि बेलुका आएर खाना कसले बनाउने? डिपेन्डेन्टले। बिदा 2 दिन छुट्टी हुन्छ, उसको त 2 दिन छुट्टी हुन्छ होइन। मेरो त 6 दिन काम, दिनमा 12 घन्टा 14 घन्टा काम गर्यो। अब खाइस्यामा गर्नेको त 8 घन्टा हुन्छ जम्मा। अनि 2 दिन बिदामा पनि, बिदामा उसको त बिदा सुत्यो बस्यो। बिदाको बेलामा अब मेरो काम भए पनि खाना बनाएर जाने कसले? डिपेन्डेन्टले। आजसम्म मैले सोचे नि थिएन डिपेन्डेन्टमा यस्तो हुन्छ भनेर। यो डिपेन्डेन्टमा त झुक्केर कोही पनि नआओस्, मेरो दुश्मन पनि नआओस् भनेर अस्ति चाहिँ एउटा दाइले भन्दै थियो। अब त्यो दाइलाई के सजेसन दिउँ होला त? डिभोर्स गराइदिउँ कि मिलाइदिउँ त? तनावमा भयो त।